हेरेर आउनुभएका सम्पूर्ण पाहुनाहरूमा विशेष गरेर मनोज मोनिका सोललाई चाहिँ नेपाली सिनेमा इन्डस्ट्रीमा स्वागत छ, आभारी भन्दछु। र बाँकी कुरा त भदौको 26 गते तपाईँहरूको नजिक। मेरो पात्र चाहिँ कस्तो लाग्यो तपाईँलाई? छुच्ची नै लाग्यो मान्छेलाई? त्यसो भए छुच्ची, जे मनपर्छ त्यही। हजुर, मेरो सिनेमा र नाटकको यात्रामा आफूले बनाएको छाप मेटाउँदै जाने नै मेरो सबैभन्दा ठुलो युद्ध हो। किनभने नेपालमा सबैले टाइपकास्ट गरिदिन्छ, स्टेरियोटाइप गरिदिन्छ। सो त्यसलाई कसरी ब्रेक गर्ने भनेर सधैँ सोच्ने, काम गर्ने ट्राई गरिरहेको हुन्छु। तर गौँथलीको पात्रभन्दा डेफिनेटली पात्र फरक छ। त्यो भएको हुनाले मलाई त्यो मैले यसको अगाडि चिनेको लाउरे र यस पेन्सन पट्टा गरिसकेपछिको लाउरेमा त्यस्तो केही पनि फरक छैन। मानवता भन्ने कुरा अथवा मानवीय स्वभाव भन्ने कुरा चाहिँ प्रायः सबैतिर त्यही नै हुन्छ होला।